Water is absorbed mainly from option A duodenum, option B stomach, option C small intestine and option D large intestine. Question is water is mainly absorbed from where? So हाम्रो question को answer चाहिँ water is mainly absorbed from small intestine. Small intestine को small intestine बाट र small intestine को पनि jejunum बाट मैक्सिमम वाटर एब्जर्प्सन हुन्छ। यो त भइहाल्यो। अब अर्को क्वेशनले के सोध्न सक्छ भन्दाखेरि यो भयो मैक्सिमम वाटर एब्जर्प्सन। त्यसैगरी अर्को के सोध्न सक्छ मैक्सिमम एब्जर्प्सन भन्न सक्छ। मैक्सिमम एब्जर्प्सन चाहिँ कहाँबाट हुन्छ स्मल इन्टेस्टाइनको के इलियम मैक्सिमम एब्जर्प्सन यहाँबाट हुन्छ। र मेन फंक्शन अफ लार्ज इन्टेस्टाइन चाहिँ मेन फंक्शन अफ लार्ज इन्टेस्टाइन चाहिँ के हो वाटर एब्जर्प्सन। त्यसैगरी हाम्रो अप्सनमा दिएको छ कि ड्युडेनम। अब ड्युडेनमबाट के एब्जर्ब हुन्छ त्यो कुरा पनि जान्नु पर्यो। सो ड्युडेनमबाट के एब्जर्ब हुन्छ भिटामिन सी क्याल्सियम आइरन के एब्जर्ब हुन्छ ड्युडेनमबाट भिटामिन सी क्याल्सियम र आइरन। त्यसैगरी स्टोमचबाट एल्कोहल एब्जर्प्सन हुन्छ एल्कोहल एब्जर्प्सन हुन्छ। त्यसैगरी हामी जेजुनमबाट त हामी हेरि नै हाल्यौं मैक्सिमम एब्जर्प्सन अफ वाटर हुन्छ। त्यसैगरी लार्ज इन्टेस्टाइनको मेन फंक्शन चाहिँ वाटर एब्जर्प्सन हो। त्यसैगरी अब के भन्छ रे इलियमबाट मैक्सिमम एब्जर्प्सन हुन्छ यो पनि हामीले बुझिसक्यौं। सो यस्ती एब्जर्प्सनको कुरामा यति ध्यान दिनु पर्यो।